अचम्म लागिरहेछ मलाई है। आमामा बालेन सरकार बनेको है। बालेनले चाहिँ मन्त्री पद ग्रहण गरेको 1 महिना आज कति 1 महिना 2-3 दिन कति भयो क्या अरे। लाइसेन्स त भ्याटै आयो भनेर त्यो नागरिक याममा देखाउँछ बा। ओ माई गड, यस्तो चमत्कार भएको जस्तो लाग्ने कि अब 4-5 वर्षसम्म, 5 वर्ष नभनौँ 3 वर्ष 4 वर्षपछि लाइसेन्स नआउने है। 1 महिनामा आउँदाखेरि त अब म हेर्नु जान्छु है। मेरो नागरिक एपको मैले स्क्रिनसट गरेको थिएँ, तर स्क्रिनसट नलिँदो रहेछ नागरिक एपमा। तपाईँहरू जसको लाइसेन्स आएको प्रिन्ट भएको छैन, लाइसेन्स बनाउने एउटा प्रक्रियामा छ, तपाईँहरूले पास गर्नु भएको छ अथवा रिन्यू गर्नु भएको छ भने तपाईँहरूले चाहिँ त्यो नागरिक एप चेक गर्नु। तपाईँहरूको नागरिक एपमा म्यासेज आएर बसेको छ प्रिन्ट भइसक्यो भनेर, तुरुन्तै नागरिक एपमा चेक गर्नु। म चाहिँ लाइसेन्स लिन जाँदैछु, अब आयो कि आयो नि हेर्छु। साधनको यातायातमा, गोपीकृष्ण हलको यातायातमा लाइसेन्स लिनु जाँदैछु। आमा मान्छेहरूको भिड हेरौँ न हो, भिड लाइसेन्स लिन आउनेहरूको। लाइसेन्स चाहिँ आएकै हो रहेछ आउन चाहिँ, यसो मान्छेको भिड हेर्दाखेरि। तर यो भिडको कारणले यसो हेर्दा चाहिँ लाइसेन्स पाउला जस्तो चाहिँ लागेन आज, किनभने मान्छेहरू अत्याधिक मात्रामा 81 लाइसेन्स आएको भएर मान्छे अत्याधिक थुप्रिएको रहेछ। लाइसेन्स पाउला जस्तो चाहिँ लागेन। लाइन हेर्नु न, लाइन आमामा बाङ्गो टिङ्गो त्यो सर्प चाहिँ काङलाङ कुङलिङ परेर त्यो सर्प जस्तरी लाइन एकै ठाउँमा त्यो ठाउँ नपुगेर लाइन पुरा काङलाङ कुङलिङ बनाएर राखेको छ। एकजनालाई सोधेको, उहाँ 3 घन्टा लाइनमा बसिसक्यो, भर्खर यहाँ आइपुग्यो भनेर भन्दैछ। अब म त के लाइनमा बस्नु नि, अब फर्केर जाने हो। लाइसेन्स लिनु भनेर आएको, अत्याधिक भिड रहेछ। त्यो भिड भएको कारणले गर्दाखेरि अब चाहिँ म अरू कुनै दिन आउँछु। आज चाहिँ यो भिडमा चाहिँ बस्दिनँ, किनभने अब यत्रो वर्ष त कुर्यो भने अब 2-4 दिन कुराउन होइन, किन भिडमा बसेर एकदम त्यहाँ खैला बैला गर्नु। अब 2-4 दिन कुर्ने हो, अनि त्यसपछि लिन्छु म 2-4 दिन कुरेर। अहिलेलाई ठिक छ।